ल हामी चाहिँ बौद्ध भन्ने ठाउँमा आएको होइन गाइस ल ब्रो हामी चाहिँ बौद्ध धेरै धेरै वर्षपछि धेरै वर्षपछि हामी चाहिँ बौद्ध दर्शन आइरहेको छु है सबै अल गाइज कहाँ ठोकेर छ कमिङ सुन ह्याप्पी न्यु इयर सबलाई बेस्ट अफ लक सबको दिन राम्रो होस् हामी बौद्ध आइरहेको छु धार्मिक स्थानमा सबैहरूले हेरेर सब्सक्राइब गरिदिनु होला सबैको लागि भन्दैछु हामी बौद्ध आइरहेको छु सबको मनको आशा राखेर शान्त गरेर बौद्ध हेरिदिनु होला दामी छ नि यहाँ अब हामी यहाँ पूजा चलिरहेछ हामी अब तिन भाइ छौँ हामीसँगै र यहाँ चाहिँ पूजा चलिरहेछ है यहाँ चाहिँ पूजा चलिरहेछ अब पूजा भनेको अघि 4 बजीदेखि चलेको यो पूजा हो अहिलेसम्म सकिएको छैन है अब हामी चाहिँ घुमघाम गर्दै कहाँको साङ्गे अब हाम्रो एउटा भाइ चाहिँ अब बौद्धमा हराएको कारणले गर्दा हामी खोज्दैछौँ भाइ चाहिँ अब त्यहाँ दर्शन गर्न जानु भएको रहेछ है हाम्रो पूजा चाहिँ यहाँ हो मेन कुरो के यो चाहिँ बौद्ध है बौद्ध हामी चाहिँ अहिले बौद्धको कोरामा छौँ हामी 3 भाइ छौँ अहिले ठक फ्यामिली है हामी चाहिँ ठक फ्यामिली घुमा न त्यो मुजी ठक फ्यामिली हाम्रो एउटा भाइले चाहिँ कान्छो भाइ चाहिँ माने घुमाउँदैछ है माने घुमाएर सानै हानिदिने हो नि त माने घुमाउँदैछ यता नगरपालिका घराउँदैछ सोल्डे तिमी नि मेरो भ्लगमा आउने भयो नि त हो नि सोल्डे पनि आउँछ नि त भ्लगमा बढ्दैछ नि गर्छ नि सबजना ल गाइज अब हामी चाहिँ अब अघि तलतिरबाट साथीभाइ भेटेर आइयो माथिदेखि तल पुग्यो क्या अघि माथि तल आइपुग्यो अब हामी चाहिँ चिल गरेर एकछिन अब पुल हुन गइरहेको छु तपाईँलाई हामी सबै देखाउँदैछु तपाईँ हेरिराख्नु होला है आज हामी बौद्धको कोरामा छु सबैजना हाम्रो नेपाली दाजुभाइ